एनबिए कपमा गण्डकी प्रदेश बिना नै 20 टिमको भिडन्त। दर्शकबिन्दहरू, स्वागत छ तपाईँलाई नेपाली अपडेटको नयाँ भिडियोमा। आज निकै महत्त्वपूर्ण र चासोमूलक विषय लिएर म तपाईँहरूमाझ उपस्थित भइसकेको छु एनबिए कप 2082 को बारेमा। दर्शकबिन्दहरू, टोटल पुरुषतर्फ चाहिँ 12वटा टिम सहभागी हुने कुरा र महिलातर्फ चाहिँ 8वटा टिमहरू सहभागिता हुने कुरा पक्कापक्की भइसकेको छ। यद्यपि अहिलेसम्म चाहिँ नेपाल भलिबल एसोसिएसनद्वारा चाहिँ आफ्नो लिस्ट जारी गरेको छैन र गण्डकी प्रदेशले पनि आउने कुरा फिक्स गरेको छैन। यी दुईटा कुरामा चाहिँ अझै अन्यल छ र त्योभन्दा अगाडि चाहिँ अहिले चाहिँ 12वटा टिम चाहिँ पक्कापक्की लगभग सहभागी हुने कुरा पक्कापक्की भइसकेको छ। त्रिभुवन आर्मी क्लब, टिपटप हेल्प नेपाल, नेपाल पुलिस क्लब, आर्मर पुलिस फोर्स होइन, विभागीय टोली टिपटप। त्यस्तै गरी प्रदेशतर्फ तपाईँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र 3वटा पाकिस्तानी प्लेयर ल्याउने कुरा पक्कापक्की भइसकेको छ। जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, मणिमुकुन्द भलिबल क्लब लुम्बिनी भइहाल्यो होइन, टिपटप हेल्पबाल, कोशी प्रदेश भलिबल सङ्घ, विष्णु बस्नेतको टिम होइन, बुढा नीलकण्ठ भलिबल क्लब, यसले पनि गण्डकीको प्लेयरहरू ल्याउने सम्भावना धेरै छ। ढोरपाटन क्लब जसमा गण्डकीका प्लेयर देख्न सक्नुहुनेछ, खिल्जी युवा क्लब अर्घाँची, त्यसै गरी कीर्तिपुर भलिबल प्रशिक्षण केन्द्र। दर्शकबिन्दहरू, यी 12वटा टिम चाहिँ पुरुषतर्फका टिमहरू हुन् 9औं एनबिए च्याम्पियनसिपको लागि। त्यस्तै गरी दर्शकबिन्दहरू, गण्डकी प्रदेशले चाहिँ अहिलेसम्म आफ्नो दर्ता गरेको छैन, केही नोटिस जारी गरेको पनि छैन, कतै हल्ला पनि आएको छैन। सो त्यस कारणले गर्दा चाहिँ गण्डकी चाहिँ अहिले सहभागिता नहुने कुरा देखिन्छ। यद्यपि अहिलेसम्म चाहिँ म भन्दैछु कि नेपाल भलिबल एसोसिएसनले आफ्नो फाइनल लिस्ट जारी गरेको छैन। सो यो कुरा चाहिँ एउटा ठाउँमा राख्नुहोस् र गण्डकीले चाहिँ अहिलेसम्म पनि दर्ता गरेको छैन, यो कुरा पनि ठाउँमा राख्नुहोस्। अनि अर्को कुरा के छ भन्दाखेरि गण्डकीको टिम प्रदेश नगए पनि गण्डकीका केही खेलाडीहरू, उत्कृष्ट खेलाडीहरू, राष्ट्रिय स्तरका खेलाडीहरू चाहिँ अवश्य पनि यो खेलमा सहभागिता हुनेछन्। अन्य कुनै टिमहरूले, बुढा नीलकण्ठ टिमहरूले, अन्य भलिबल प्रशिक्षण केन्द्रहरूले चाहिँ ती खेलाडीलाई खरिद गरेर भए पनि गण्डकीको प्लेयरहरू चाहिँ सहभागिता हुनेछन्। यो कुरा चाहिँ पक्कापक्की छ, याद राख्नुहोस्। र अर्को कुरा, एउटा इम्पोर्टेन्ट कुरा चाहिँ म तपाईँलाई भन्न चाहन्छु कि यो अहिलेको एनबिए कप चाहिँ तपाईँले युट्युबमा हेर्न हुने छैन। अहिलेसम्म प्राप्त जानकारी अनुसार चाहिँ नेपाल भलिबल एसोसिएसनले चाहिँ एमएसएम भिडियोलाई चाहिँ आफ्नो लाइभ पार्टनरको रूपमा चुनेको छ र तपाईँले चाहिँ एमएसएम भिडियो एप्लिकेसन डाउनलोड गरेर एकाउन्ट बनाएर त्यसमा चाहिँ पैसा तिर्न हेर्नुपर्ने हुन्छ। सो कति रुपियाँ तिर्ने भन्ने कुरा चाहिँ अहिलेसम्म जानकारी आएको छैन। म तपाईँहरूलाई यदि एमएसएम भिडियोबाटै हेर्ने, कति रुपियाँ तिर्ने आउँछ त्यसको नोटिस, त्यो आएपछि चाहिँ म तपाईँहरूलाई एमएसएम भिडियोबाट टोटल्ली एकाउन्ट बनाएर कसरी हेर्ने, पैसा तिरेरै खल्ती सेवाबाट कसरी पैसा तिर्ने भन्ने कुराको सम्पूर्ण जानकारी म तपाईँलाई फुल टु फुल दिनेछु। र धेरैजनाले त अब गण्डकी प्रदेश आउने छैन, खेल नहेरौँ पनि भन्ने कमेन्ट आउँछन्। सो त्यो त आफ्नो ठाउँमा छ, मलाई पनि गण्डकी प्रदेश मनपर्छ। सो त सहभागिता भएको भए निकै राम्रो हुने थियो होइन। हेरौँ अब के हुन्छ, अझै 1-2 दिन बाँकी छ, एनबिएले चाहिँ आफ्नो नोटिस जारी गर्न बाँकी छ। सो र एनबिए कपबारे अरू कुनै जानकारी र अपडेटहरू, राम्रो अपडेटहरू आयो भने चाहिँ म तपाईँलाई जानकारी दिनेछु। च्यानललाई सब्सक्राइब गर्नु होला। हस्त, धन्यवाद, जय भलिबल।